हेलो गाइस, सबैजनालाई वेलकम छ मेरो नाना व्लग्समा। अनि मलाई सब्सक्राइब गरिदिनु होला, लाइक अनि कमेन्ट पनि गरिदिनु होला। अनि म चाहिँ यो बेलुकाको भिडियो बनाइरहेको छु, देख्न सक्नुहुन्छ। एकपट्टि चिया मसाले अन्त एकपट्टि चाहिँ चिकन फ्राई गर्दैछु। के बनाउन आँटेको हो भन्दाखेरि चाहिँ खास चाहिँ बिरयानी बनाउन खोजेको, नयाँ प्रकारले। सधैँ चाहिँ एकैचोटि बनाउँथेँ होइन, माम हालेर सिटी लगाएर। तर योपालि चाहिँ ग्रेभी अलग्गै बनाएर र माम चाहिँ अलग्गै उसिनेर चाहिँ सँगै मिक्स गरौँ भनेर सोचेको थिएँ। हेर्नुहोस् होला लास्टसम्म कस्तो बनिएको छ भनेर। अहिले चाहिँ मम्मीको लागि चिया लगाइदिँदैछु। अनि यसो भिडियो बनाइदिएको हल्का कस्तो देख्दैछ भनेर। अन्त हल्का नाचिदिएको नि। टमाटर लिए ग्रेभीको लागि 3टा जस्तो टमाटर लियो, काट्यो। धनियाँ पनि यसो केलाउँदै थिएँ। अन्त मम्मी र बहिनी चाहिँ यतापट्टि थियो नि त, काम गर्नुहुँदै थियो। अन्त गफ गर्नुहुँदै थियो। हल्का हाँसिदिएको नि, मम्मी हल्का साइड मुस्कान गरिदिएको नि। धनियाँ केलाउँदै थिएन यतिखेर, मजाले हाँस्दै बोल्दै गफ गर्दै हो। अन्त अदुवा लसुन अनियन सबै काट्दै थिएँ, चिया लिँदै। अनि मलाई चाहिँ के भयो भन्दाखेरि चाहिँ यहाँनिर छुरी धार्दै थिएँ, अलिक नलागेर के हो। मलाई चाहिँ एकदम तिखो धार्नै चाहिन्छ कि, त्यही भएर हो। अब चाहिँ फ्राई गरिसकेँ होइन चिकन। त्यसपछि चाहिँ अब ग्रेभी बनाउनु सुरु गर्नु आँटेको छु। चिया खाँदै हल्का। अन्त यसरी निकालिसकेँ होइन, निकाल्दै थियो। त्यहाँदेखि ग्रेभीको लागि टमाटर, प्याज, लसुन हालेर यसरी मजाले चलाउँदै थियो। अन्त चाहिँ पाक्दैछ मजाले मेरो बिरयानी। खास त बिरयानी बनाएको, तर लास्टमा हेर्नुहोस् यसरी ग्रेभी चाहिँ मेरो पाक्यो। माथिबाट हल्का धनियाँ हालेर हो। एकपट्टि चाहिँ त्यो प्याज छरिन्छ नि त, त्यसको लागि। एकपट्टि चाहिँ मम्मीलाई सिमरायो खानु मन पऱ्यो, अन्त बनाइदिनु भएको मैले मम्मीको लागि। मन त पर्छ मलाई पनि होइन, कसलाई मनपर्छ भन्नुहोस् मलाई। यसरी नै बनाइदिउँला। लास्टमा चाहिँ मेरो बिरयानी रेडी भयो। कस्तो मिठो देखिरहेछ। तपाईँहरू पनि खानुहोस् होला यसरी बनाएर। मेरो चाहिँ ग्रेभी मुनि छ है।